एमालेको क्यान्डिडेट्सहरूलाई चाहिँ बढी यो घन्टीको आवाज सुन्ने बित्तिकै यो अब तर्सिहाल्ने रहेछन् उनीहरू। अस्ति चाहिँ त्यहाँ एउटा भिडियो देखिरहेको थियो, बडो रमाइलो लागेर थियो, सेयर गर्न मन लाग्यो। त्यहाँ महेश बस्नेत र उहाँको श्रीमती चाहिँ मन्दिर जानुभएछ, श्रीमतीजीले पछाडि घन्टी बजाउनु भयो, यता महेश बस्नेत सन्केर हैरान होइन, त्यहाँ नबजा भनेर होइन भनेको। अब मन्दिरमा गएर बजेको घन्टीसँग पनि उहाँहरू डराउन थालिसक्नुभयो। एकदम एकदम ठुलो डर चाहिँ क्रिएट भएको छ होइन छ। अनि उहाँहरूप्रति भनेको यो जो पुरानो पार्टीहरू हुनुहुन्छ, अझ विशेष त एमाले डर छ। तर अर्को एउटा कुरा चाहिँ के भने सुजनजी होइन, हामीले के बिर्सिनुहुन्न भने यस्ता मोमेन्ट त यी दलहरूले कति देखाएछन्। प्रचण्डको राप्ता पनि देखिया हो, ओलीको राप्ता पनि देखिया हो। त्यही भएर यो राइज एन्ड फलसँग यिनीहरू मलाई डराउँछन् जस्तो लाग्दैन मलाई चाहिँ। हो, मलाई चाहिँ डरा छैनन्।